नमस्ते शिक्षक साथीहरू, आज म तपाईहरुलाई एउटा धेरै उपयोगी ट्रिक देखाउन गइरहेको छु। कसरी क्लाउड एआई को प्रयोग गरेर एलकेजी कक्षा वा कुनै पनि क्लासको लागि सजिलैसँग छिटो र राम्रो डिजाइनमा क्वेशन पेपर बनाउने। यदि तपाईहरु पनि हरेक टर्ममा घण्टौं लगाएर म्यानुअली क्वेशन पेपर बनाउनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। अब हेर्नुस् हामी कसरी बनाउने। सबभन्दा पहिला हामीले आफ्नो ब्राउजरमा जाने हो। ब्राउजरमा गएपछि यहाँ क्लाउड एआई देखिरह होला। हजुरहरुले cloud.ai मा क्लिक गर्नुहोस्। यसो खोलिसकेपछि अब मैले एउटा प्रम्प्ट रेडी पारेछु छु। त्यही प्रम्प्टले म अहिले क्वेशन पेपर बनाउन गइरहेछु। यदि हजुरहरुलाई पनि त्यो प्रम्प्ट चाहियो भने हजुरहरु तल कमेन्टमा क्वेशन पेपर टाइप गर्नु होला अनि म तपाईहरुलाई यो प्रम्प्ट पठाइदिन्छु। यो प्रम्प्ट यस्तो छ। मैले यो प्रम्प्ट अलरेडी रेडी राखेछु। मैले यो के गर्छु पहिला यो प्रम्प्टलाई यसरी फर्स्टमा यति प्रम्प्ट कपी गर्छु। कपी गरेपछि यहाँ क्लाउड एआई को यहाँ गएर पेस्ट हान्छु। पेस्ट गरिसकेपछि यसमा एरोमा क्लिक गर्ने। एरोमा क्लिक गरेपछि अब यसपछि यसलाई हामीले सब्जेक्ट चुज गर्न पर्छ। फेरि हामी यहाँ अर्को प्रब्लम जान्छौँ जुन मैले सब्जेक्ट र कस्तो स्टाइलमा चाहियो, मलाई क्वेशन नम्बर 1 मा के चाहियो, क्वेशन नम्बर 2 मा के चाहियो, सब थोक मैले लेखेर राखेछु। यसलाई पनि म फेरि यसरी कपी गर्छु। यसलाई पनि कपी गरिसकेपछि यसलाई फेरि यहाँ जान्छौँ। फेरि यहाँ गएर फेरि यसमा पेस्ट हानेर फेरि यहाँ एरोमा क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यसले आफै क्वेशन बनाउन स्टार्ट गरिदिन्छ। यसले हामीलाई यस प्रकार क्वेशन बनाएर दिइसकेका छन्। अब हामी हेर्न सक्छौं उसले कति राम्रो क्वेशन बनाएका छन्। जस्तै हामीले जे भनेछ त्यही सबै राखेका छौं। अब यसलाई हामीले माइक्रोसफ्ट वर्डमा कसरी खोल्ने त्यसको लागि यहाँ हजुरहरुले डाउनलोड अप्सन हेरिरहनु भएको छ। यो डाउनलोड अप्सनमा क्लिक गर्नुहोस्। डाउनलोड अप्सनमा क्लिक गरेपछि यसले माइक्रोसफ्ट वर्डमा यसरी यस्तो फाइल डाउनलोड गरिदिन्छ। यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि देख्नुभयो क्वेशन पेपर पुरै तयार अवस्थामा छ। रङ, टेबल, इमोजी सबै मिलेको छ। अब यदि तपाईलाई पेज लेआउट मिलाउनु छ भने माथि गएर लेआउटमा गएर क्लिक गर्नुहोस्। यहाँ गएर हजुरहरुले मार्जिन मिलाउन सक्नुहुन्छ, साइज पनि मिलाउन सक्नुहुन्छ, A4 साइज। यस्तै गरी यदि कुनै प्रश्न मिलेन, शब्द फेर्नु पर्यो वा स्कुलको नाम ठेगाना अपडेट गर्नु पर्यो भने तपाई सामान्य वर्ड फाइलमा जस्तै सिधै क्लिक गरेर टाइप गरेर परिवर्तन गर्न सक्नुहुन्छ। कुनै पनि टेबल, रङ वा इमोजी हटाउन वा थप्न पनि सजिलै मिल्छ। त यसरी हामीले क्लाउड एआई को प्रयोग गरेर सजिलै छिटो र राम्रो डिजाइनमा एलकेजी क्वेशन पेपर बनायौं। आशा गर्छु यो भिडियो तपाईको लागि उपयोगी भयो होला। अनि है यदि तपाईलाई मैले प्रयोग गरेको उही प्रम्प्ट चाहियो भने तल कमेन्टमा क्वेशन पेपर लेखिदिनुहोस्। म तपाईलाई यो प्रम्प्ट पठाइदिन्छु। यदि तपाईलाई थप प्रश्न छ भने पनि कमेन्टमा सोध्नुहोस्। धन्यवाद र भेटौँला अर्को भिडियोमा।